तपाईँहरूलाई लाग्ला म यो आफ्नो सेडानी ओनरलाई किन यति गाली गर्छु भनेर मैले एक दिन गाली गरेर माथि छत हुँदै गाली गरेर एउटा सानो भ्लग बनाएको थिएँ। अब गाली गर्ने त्यस्तो सोच्दै थिएन होइन, त्यो यस्तै छ क्या, यहाँ यस्तै छ क्या, गाली नगरे पनि मनै मान्दैन क्या। के छ भन्दाखेरि म सबै बताउँछु होइन। कस्तो छ भन्दाखेरि मैले अहिले 2 महिना भयो यता काम गर्न लागेको होइन। 2 महिनामा म कहीँ पनि गएको छैन। यो गेट हो, यो गेट बाहेक बाहिर कतै पनि गएको छैन, म जानै दिँदैन क्या। अनि पहिलो महिनाको स्यालेरी पनि आधै दिएको यसले, हाफ दिएको क्या। अब 15,000 स्यालेरी छ भनेपछि 7,000, 8,000, 9,000 दिएको हो, बाँकी दिएन यसले होइन। अब यो किन दिएन त्यो थाहा भएन। मैले भन्दाखेरि के अर्कै कुरा गर्न थाल्यो। पछि यताउता बुझ्दा चाहिँ थाहा पाएँ कि अब लास्टमा दिन्छ, कसैलाई राखेपछि यता दिन्छ, नत्र चाहिँ दिँदैन भन्ने मैले सुने क्या। अनि अब यहाँ कसलाई बिसाउने यार, काम नै यस्तो छ क्या, लास्टै छ क्या। सुत्दा त यहाँ सिँढीको तल सुत्नुपर्छ, ठिकै छ, त्यहाँ त केही छैन। बाहिर अब चेन्नईको गर्मीले गर्दा बाहिरै ठिक छ लाग्छ होइन। अनि किचकिच भन्दा पनि काम जति गरे पनि यो गरिनस् होइन, त्यो गरिनस्, यो यस्तै छ, ऊ उस्तै छ, यो भएन, त्यो भएन भनिराख्छ क्या, दिमाग खराब गर्छ क्या। अनि अर्को कुरा चाहिँ मेन मलाई नराम्रो लागेको कुरा चाहिँ के हो भन्दाखेरि यता एउटा बिरालो छ होइन। यहाँ तलमाथि गरेर 2टा भाइहरू बस्छन्। तलको कान्छोवाला चाहिँ आफ्नो बिरालोहरूलाई आफैसँग राख्छ माथि होइन। त्यसले चाहिँ एउटा बिरालो यता तलको यता रुमपट्टि थुनेर राखेको छ क्या। म आएको दिनदेखि एउटा सानो पिन्जडा जस्तो छ, सुगा राख्ने पिन्जडा हुन्छ नि, त्यस्तै छ, त्यो भित्र राखेको छ। त्यो बिरालो बिचरा क्याउ गरिराख्छ क्या जतिखेर नि म सुनिरहेको छु होइन। दुःख लाग्छ क्या यार, एउटा बेजवान होइन, उसलाई पनि के थुनेर राख्यो होला। बाँकी बिरालोहरू यता घुमिरहन्छ होइन, कति बेला देखिन्छ यता तल यो एरियामा यताउता घुमिरहेको छ क्या। त्यो बिरालो चाहिँ अब के थुनेको होला, म तपाईँलाई देखाउँछु। अब देख्न चाहिँ नदेखिएला होइन, ढोका लगाएको छ, आवाज चाहिँ सुनाउँछु। मैले यसो झ्याल अलिक टक गरेपछि यस्तो गर्छ क्या यार, रोए जस्तो गर्छ क्या, क्याउ गर्छ क्या। म गर्छु, आवाज चाहिँ सुनिन्छ होला। सुनिँदैछ भने कमेन्ट गर्नु ल। यता 4 छ पुरै। टक गरेपछि जन कराउँछ क्या। अब के गर्ने यार, आफूले गर्न केही सकिन्न होइन। नराम्रो चाहिँ लाग्छ धेरै, के थुनेर राखेको होला। आएको दिनदेखि त्यही भित्र छ क्या, थुनेर राखेको। आएर खाना दिन्छ, उसको माथि काम गर्नेवाला एउटा छ लेडिज, ऊ आएर खाना दिन्छ, बाँकी चाहिँ थुनेरै राख्छ क्या यार। कोही पनि हुँदैन उसँग होइन। अब मान्छे नहुन्छ, न उसँग कोही बिरालो पनि हुन्छ, त्यस्तो छ क्या। त्यही भएर मलाई यो ओनर ठिकै लाग्दैन। यता म काम छोड्नेवाला छु, त्यो बरु मेरो हाफ महिनाको स्यालेरी त्यतै रहोस्, म माग्दिनँ होइन। म माग्छु जाने के अरे छोड्ने बेला चाहिँ अर्को महिना मैले छोड्ने सोचेको होइन। अनि अब दिँदैन भने दिँदैन, छोडिदिन्छु, कसैलाई राख्दैन यता सब। अनि पछि चाहिँ अब कसैलाई राखिहाल्यो भने पनि पछि उसले चाहिँ मलाई नराम्रो सोध्छ नि त होइन, कस्तो काम लगाएर गयो यताउता भनेर। यहाँ ठिकै छैन, म कामै कता नपाएर, अब काम नपाएर भन्दा पनि फाल्तु वस्तु भन्दा अब यही काममा चिप्क्यौँ भनेर सोचेर अनि लागेको हो। अब राम्रो अलि अर्को काम पाउन्जेलसम्म यतै लागेर बसौँ न भनेर लागेको हो। अनि ड्युटी पनि कस्तो छ भन्दाखेरि बिहान 5:30 बजीतिर उठ्नुपर्छ। अनि काम चाहिँ खासै केही छैन, काम छैन। यो गेटनिर बसिराख्नुपर्छ। त्यसको 24 आवर पार्सल कहाँ जोमेटो ऱ्याप के अरे
जोमेटोबाट फ्लिपकार्टबाट के आइरहन्छ क्या त्यो। अनि माथि 3rd फ्लोरमा बस्छ त्यो। 3rd फ्लोरसम्म हिँडेर जानुपर्छ, न त लिफ्ट छ न केही छ होइन। कोही आउना पाहुना यताउता कोही बाहिरको मान्छे आए पनि लिफ्ट छैन र भन्छन् क्या। अब लिफ्ट छैन भन्छु म, यत्रो घर छ यार लिफ्ट छैन भनेर भन्छन् क्या। म के भन्ने होइन। अनि गाडी चाहिँ 5वटा गाडी डेली धुनुपर्छ। त्यो गाडी चाहिँ स्यालेरीमै जोडिन्छ फेरि 5वटा। अब अरू ठाउँमा चाहिँ गाडीको फरक स्यालेरी आउँछ नि त, गाडीको अलग आउँछ, ड्युटीको अलग आउँछ नि त। यता छैन क्या। यता त्यो 5वटा गाडी धोको त्यसमै 15,000मै हो। अनि अर्को कुरा चाहिँ के भन्दाखेरि यहाँनिर अब खाना पकाउँ भन्दाखेरि हामीहरू बुढाबुढी बस्छौँ होइन। अब मेरो बुढी त बाहिर काम गर्न जान्छ नि त, उसलाई यताको केही मतलबै भएन उसलाई होइन। यहाँ काम गर्थ्यो पहिला त्यो मेरो ओनरको आमा बाको त्यो मतलब बड्डा बड्डी के बुढाबुढी त्यो 70-80 वर्षसम्मको 60-70 वर्षसम्मको 2टा बुढाबुढी हुनुहुन्छ माथि, उनीहरूकोमा काम गर्थ्यो मेरो बुढी पहिला चाहिँ। 15-16 दिन गरेपछि उसलाई चाहिँ नआइजा भनिदियो क्या, छुट्याइदियो उसले आफैले आफ्नो कहाँबाट अर्को काम वाली ल्याएर है आफ्नो गाउँबाट। अनि त्यहाँनिर पनि दुःख लाग्यो। अब लागेको काम 15-16 दिनमै छुट्याइदियो। फेरि हामीहरू यतै बसिरहेको होइन, छुट्याइदियो क्या। केही सोच्दैनन् क्या यिनीहरू, हाम्रो कामवाला हुन् होइन, हाम्रो काम गर्नेवाला हुन्, वर्कर हुन्, यिनीहरूलाई पनि माया गर्नुपर्छ यताउता, केही पनि सोच्दैनन् यिनीहरू। अनि अर्को कुरा चाहिँ यहाँनिर बसिराख्नुपर्छ क्या। अब उता खाना पकाउन जान्छु नि त म, यहाँ कोठा छ त्यहाँ त्यो झ्याल देखिया छ त्यो चाहिँ हाम्रो कोठा हो। त्यहाँ चाहिँ अब म खाना पकाउन जान्छु। बुढी चाहिँ 12-1 बजीतिर आउँछ नि त, म 10-11 बजीतिर खाना पकाउँछु। भन्छ कि कहाँ गएको, गेटनिर बसिराख्नु पर्दैन, कहीँनिर अब हुन्छ नि त कोही बाहिरदेखि आयो भन्दाखेरि गेटनिर कोही छैन भने कराउँछ कि, गेटनिर हुनु पर्दैन यताउता भन्छ। खाना पकाउँदै थिएँ, पानी पिउन गएको थिएँ, बाथरुम गएको थिएँ भने पनि सुन्दैनन्। एकहोरो आफू बोल्यो करायो हिँडिहाल्छन् क्या। हाम्रो कुरा नै सुन्दैनन्। यस्तो हो उस्तो हो भनेर भन्नु खोज्दा कुरै सुन्दैनन् क्या। यस्तो छ क्या यिनीहरूको चालापाला। त्यही भएर हो अब यो हाउस नम्बर 1917 हो, सप्तगिरी कोलोनी 2nd स्ट्रिट 13th मेन रोड। यो घरमा कोही नआए पनि हुन्छ, बेकार हो। मलाई ठिकै लागेन यो घरमा। तसरी माटुले 2 महिना चाहिँ लास्टै गरेर झेलिएर खटाएँ कि मैले। अनि मैले बिचमा छोडेर गइदिन्छु म त गर्दैन भनेर। अनि त्यो पछि चाहिँ यिनीहरू खासै मतलब गर्दैनन्, आउँछन् जान्छन्, बोल्दैनन् खासै। यिनीहरूलाई भनि पनि राख्नुपर्छ कि यदि कसैले होइन काम गर्नेमा नोकरी गर्ने बेला कराउँछ, हेप्न खोज्छ, मतलब पेल्न खोज्छ, फेरि काम बढाउन खोज्छ भने सिधा भनिदिनुपर्छ क्या, म गर्दैन म हिँडिहाल्छु भयो। एक्स्ट्रा काम छ भने एक्स्ट्रा पैसा पनि दिनु पऱ्यो, म नत्र गर्दैन भनिदिने कि सिधा। त्यही भएर हो अब दोस्रो महिना चाहिँ म यताबाट सर्ने सोचमा छु। यता अब कोही अब चाहिएकै छ काम गर्नै पर्ने छ भने चाहिँ मलाई सम्पर्क गर्नु होला, नत्र चाहिँ ठिकै छ, यो काममा नलाग्दा नि ठिकै छ। यति नै हो है त मेरो ब्लग।